पानी खहला नि खहला ल यहाँ पानी ए यो जकेटको गोजीमा राख्ने मान्छे यिनै हुने ए ल बजारबाट बचाउनको लागि खुर्सानी राखेर यो हाम्रो अमरदाईको सुल्टीमा ल ठिक छ ल नजर लाग्दैन भनेर खुर्सानी हालेर हिँडिरहेको रोटा ल्याउ रोटा हामी भुसाल गाउँको यात्रामा छौँ ल गाई भैँसी छोरी चरनको सवालमा 16औं शताब्दीमा बर्खामा यहाँ आउने माथि मदानीसम्म चराउने त्यसपछि हिउँतिर उतै फर्केर जाने चिसो भएको हुनाले वहीँ जाने यो गोठ मात्रै गोठ यता मात्रै गर्ने यहाँ बसेको थिएन बस्न नमिल्ने चिसो जस्तो माथि भएको हुनाले उतै जाने चलन थियो र पछि अब मान्छेहरूको अब बस्ती जनसङ्ख्या वृद्धिको क्रममा यहाँ बसाउने भयो र भुसालहरू आएर यहाँ तल चाहिँ यहाँ पानी भेटाएर बाँझै बाँझ भन्ने हुन्छ नि बिरुवा त्यसैको कठेरी बनाएर त्यसैका सबै बाँझै बाँझको कटेरी बनाएको हुनाले यो ठाउँको नाम बाँझ कटेरी हो बाँझ कटेरी बाँझ होइन कि बाँझ त्यसैबाट मानेको हुनाले यो ठाउँलाई बाँझ कटेरी भनिन्छ र यहाँ फेरि भुसालहरू पहिलेदेखि अब 16औं शताब्दीदेखि कति भयो भनिसकेपछि सप्तऋषि मन्दिर पञ्चपोखरी गुल्मी यहाँ आउने बस्ने अब कोही उता जाने यता अर्घा पनि जाने यहाँ पनि बस्ने यहाँ बसेका भुसालहरू पनि अर्घातिरहरू जानुभयो र केही यहाँबाट हो अर्घा गएको होइन यहाँ आयो फेरि फर्केर नि उतै जानुभयो नि कहीँ ल्याएका सन्तानहरू हाम्रो यही हो भन्नु पर्यो हामीले हैन अझै बुझ्नु भएन हाम्रो पुर्खा भनेको अर्घा नै हो नि अर्घा वास्तविक अर्घा हो हामी भुसाल भनेको पहिला वास्तविक अर्घा हो हामी पनि अर्घाबाट आएको अर्घाबाट कोही पर्वत जानुभयो कोही कता जानुभयो कोही कता जानुभयो त्यसको सिलसिलामा केही भुसालहरू यता आइयो गोठ ल्याएर भैँसी र अब 12-20 गाई र यो गोठा 12-20 गाई 8-20 भैँसी ल्याएर भुसालहरू आएका यहाँ भुसाल आयो भने पनि यहाँ अलि मान्छे दबदबाको मान्छेहरूले यहाँ बस्नु उठ्न अलि गाह्रो हिचकिचाए त्यसपछि यहाँका यिनलाई लखट निनी भन्न थाल्ने होला न के हो त्यसपछि यहाँका भुसालहरू इस्माली राजा कहाँ गए इस्मा भनेको पारी इस्माकोट इस्मा मोजी हो यो त्यहाँ गइसकेपछि उनीहरूलाई के गरे भनेपछि अब हामीले पुर्खौली सुनेको अलिकति कोसेली लगेर गएपछि तिमीले चराउ त्यहाँको खेत यो चिरो तार्दिनु भएर यहाँ भुसालहरू बस्नु थाले यहीँबाट केही भुसालहरू दाङतिर जाने कपिल वस्तुतिर जाने रूपन्देहीतिर जाने उत्पादन भयो उद्गम हाम्रो ठाउँ भनेको अर्घा हो तिनीहरू जो यहाँबाट गए तिनीहरूले पुर्कोटे भनेका हुन् वास्तवमा हामी सबै अर्घाली हो यसमा दुई मत छैन हैन
अब एउटा यो अर्को अब यो मैले यस्तोमा परिरहेको छु कि यो मदाने अरु बानी पुरै ल मदाने गरे हजुरले भन्दिनु लेख हो त्यो मालिकाको मन्दिर छ मालिका मन्दिर भन्ने दैनिक पूजा भइरहन्छ आज अनि एउटा कालीपाठी त्यहाँ चढाइन्छ आज अनि लगेर जानुपर्छ डेली डेली कालीपाटी कालीपाठी त्यहाँ दिनदिनै छ आज पनि मैले त्यो पुजारीसँग सम्पर्क गरेर भुषाल दाजुभाइ आउँदै हुनुहुन्छ यस्तो यस्तो को हो कति लाग्छ यहाँबाट त्यहाँ पुग्नु पुग्न त त्यहाँ अलि लामो समय लाग्छ हिँडेर कहाँ जानु भयो मदाने हो त्यो मदानीको लेख हो नि त्यही हो लगभग 1.5 घण्टै लाग्छ 2690 किलोमिटरको गुल्मीको ए उचाइ उचाइ सबैभन्दा उचाइ 2600 मिटरको तर 2690 मिटर 2690 मिटर हामी त गाडी जान्छौँ हिँडेर पहिले हिँडेर जान्थ्यौँ त्यो पाठी लगेर जाने पाठी लगेर जाने हिँडेर के डेली चाहिँ त्यहाँ पाठी चढाउने हुने रहेछ बिहान बिहान अथवा दिउँसो डेली। बिहानमा डेली एउटा पाठी चढाउने दसैँको 365 दिने 365 दिन होइन हैन ए त्यस्तो होइन तपाईले डेली भने हुनाले डेली त डेली हो हाम्रो दसैँपछि खुल्छ दसैँको अष्टमी एउटा समय यहाँ गरिन्छ त्यसपछि पूर्णिमामा त्यहाँ यो मालिकामा यो कोर्टमा पनि पहिले मालिकालाई पाठी चढाएर मात्र यहाँ कोर्टको अरू काट्ने ओर्ने काम हुन्छ यो हाम्रो यो भुषाल बन्धुहरुको कि त्यो दरबार यो त हाम्रो भुषालहरूको पल्लो कोटो रातो मन्दिर भएको कहाँनिर यही माथि हो त्यो दरबार सुनौ पहिला ब्रिफिङ सुनौ ल हजुरले मान्छेहरू दिनभरि अब काम गरेर राति कालोराति गर्नुभयो यहाँ कालोराति गर्दा फेरि अँध्यारो हो नि के हो नि गोठातिर भनेर यहाँ फेरि बिहानमा अष्टमीको बिहान पूजा गर्छ बिहान पूजा गर्ने हो जोमी जो अष्टमी दिउँसो पूजा गर्छ अब कोर्टमा त हामीले अब कालोराति नि हुन्छ सबै सिङ्गल यहाँ अब माथि कोर्टमा गएपछि बोलान गयौँ न त्यहाँ 1-1.5 जति पारा 1-1.5 पाठा काटिन्छन् परिवारहरू उठ्छन् त्यहाँ अष्टमी र नवमी भयङ्करै हुन्छ हत्या हिंसा मारकाट अलि बढी हुन्छ है भन्न खोजेको त्यो गोली बढी चलाइन्छ भनौँ बढी पल्लो कोट र वल्लो कोटमा पनि पल्लो अलि साउरो भयो त्यसपछि यहाँ मारकाट गर्ने बिष्ट झाँक्री त्यसपछि कुँवर र खड्काहरूले दिइन्थ्यो भोलि काट्ने तिनीहरू यहाँ त्यो कोटका उमारा भनेका कुँवरहरू हुन् अहिले पनि जेठो रामा काट्ने कुँवरले हो त्यो पनि त्यो धनञ्जय गोत्रीय कुँवरहरू हुन् तिनीहरूले अहिले पनि कोटको त्यो हाम्रो भुषालहरूले चाहिँ उनीहरूलाई दिएको हाम्रो भुषालहरूले त्यसपछि धनञ्जय गोत्रीय भएको हुनाले हामीले त्यहाँ पाडो दिने पाठो दिने त्यसपछि चावल दिने घिउ दिने हामी भुषालहरूसँग अलिअलि झिटिमिटी नि भएको गाई भैँसी पालेका त्यो भएको हुनाले अहिले हाम्रै केही दाजुभाइहरूले पल्लो कोटमा तिनी पारापाठा जेठो राम भुषालको नभई हुन्न त्यहाँ राङ्गो जेठो पल्लो चढाइन्छ अनि त्यो ग्रहण गरिन्छ कि गरिन्न ग्रहण त अरूहरूलाई दिइन्छ औरा दिने भुषालले त के भने यहाँ धेरै धेरै गाईहरू हुनुहुन्छ नि बाजा बजाउने दाईहरू हुनुहुन्छ त्यही हँसिया बनाउने हुन्छ हतियार बनाउने हुन्छ त्यहाँहरूले दिने पहिले बिक्री गरिन्थ्यो अहिले धेरै भएको त्यो सबै ठाउँ परम्परा त्यही नै छ त्यो माथि गरेर गरौँ एउटा घार चाहिँ एउटा टोली हिँड्यो होइन अब हाम्रो टोली माथि आउनु न हौ त्यो छतमा बसेर जाँदैछौँ चेतन भाइ म यहाँको यो हाम्रो भाइको नाम थाहा भएन दुर्गा भाइ हामी चाहिँ यो छतमा बसेर जाँदैछौँ यो भुषालको कोटा जाँदैछौँ मैले भुषाल कोट हामी जाँदैछौँ बाटो थोरै गाह्रो छ ब्याक गरेर मिलाएर जानुपर्ने ठाउँ रहेछ सबै भुषालहरू यहाँ त लेखिन्छ त्यो भुषाल हो तलतिर तल जान्छन् अब तपाईँ उहाँदेखि यस्तो चौके बाटो आउनु त्यहाँ भन्दा माथि भुषाल अरू भेटिन्न त्यो चोकदेखि माथि सबै भुषाल अरू भेटिँदैन ल 16औँ शताब्दीदेखि म त फट्या यो ठाउँमा चाहिँ भुषालहरूको बस्दै आएको भन्ने यहाँको अहिलेको किंवदन्ती पाइयो भुषालहरूले ल यताबाट आउनुहोस् यताबाट बहुत अप्ठ्यारो फिल भयो उताबाट आउनुहोस् बा उताबाट एकदम सजिलो हुन्छ त्यहाँ हुनलाई नबसेर हो नि त धेरै नबसेको लाइभ हो ल होइन
भिडियो गराउनै सक्दिनँ हो चेतन भाइ ओ के छ दाइ उ कहाँ खुट्टी अप्ठ्यारो तेर्को आफूपट्टि आउन न यस्तो छ ल हामी चाहिँ यहाँ ए दाइ खोइ मोबाइल चेतन भाइ यता ओइ अगाडिदेखि ल्याउनु पर्ने ओइ ओइ अब तल मोबाइल ए माथि भयो त के हुन्छ फोटो भनेपछि त माथि भयो भुषालको उद्गम यस्तो सब उद्गम है हेर्न आउँदा ल सबले हेरौँ त वासु गोरो आएछ त फोटो आयो त गोरो त ब्याक गर्नु यति हो यो अझै छ हो ल यो गोलो गोलो दाब्यो भने अर्कोतिर फर्किन्छ क्यामेरा है अलि माथि गएर अर्को अब त। ल यसो रोक्ने हो कसो गरौँ गाडी त रोक्दैन के रे होइन होइन पज अब गर्दा छोड्दिनु। पज गर्दा हुन्छ ड्राइभर मात्रै हाल्दैन है फेरि ल खोइ ल छुट्यो ल ठियो ठियो कसो टाँसेको बिहामा यादगार भयो आम्मा यो पो हो त जिन्दगी भन्ने कुरा एडभेन्चर यत्तिकै हुन्छ हेलो 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 तपाईँहरूको मोबाइल लिनु त पहिला ल धरिहालौँ त तलको छिटो भित्र गएर कोटको पुर्याएको उपासी बस्छौँ यहाँ काट्ने गर्ने मान्छे त्यसपछि दुईवटा पूजा गर्ने एउटा वेद पनि एउटा चण्डी पनि दुईवटालाई हामीले फेरि उप्रेतहरूलाई देउँछौँ यहाँ यो हाम्रो यो मन्दिरको नाम दुर्गा भगवती मन्दिर दुर्गा भगवती मन्दिर हो। बाँसकटीको कोट बाँसकटी कोट 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 भनिन्छ अब 97 साल हो 97 सालको हुनुहुन्छ हजुर अब 87 पुरा भयो 87 पुरा हुनुभयो अनि भुषालहरूको बारेमा अलिकति केही बताइदिनुहोस् त भुषालको हजुरले थाहा पाएसम्म कहिलेदेखि यो ठाउँमा कहाँदेखि भन्ने कुरा भुषालको अब भुषाल जति थरथोक हाम्रो एउटै भुषालै भयो हजुर अर्घाबाट आइयो अर्घाबाट आएका भुषालले हामीलाई अर्घाली भुषाल भन्छन् हजुर हाम्रो शाखामा हिरिजा हो त हृदय गडकुममा आइछन् गडकुमबाट अर्घा आइछन् अर्घाबाट हाम्रा तिनै पल्लोकोटदेखि मन्दिर आइछन् हजुर हजुर त्यहाँबाट अहिले यहाँ बाँध कटेर भन्ने यो नाम रहेको यहाँ हाम्रो घरदेखि एउटा तोलतिर चाहिँ के अरे त्यहाँ फर्केछन् अब चाहिँ के अरे अब त्यहाँ उताल बसैसर आएपछि अब पानी कहाँ छ दाउरो कहाँ सुविधा छ घाँस काट्न भैँसी पाल्न हिउँसो हाल्न ऐनको चाहिँ त्यो चल्ती आखिर यहाँ चाहिँ कहाँ छ भनेर त्यहाँदेखि बाँध बोतल भपक्कै आखिर यहाँ चाहिँ त्यहाँ खोर्सेछन् त्यहाँदेखि पानी निक्ले त अब त्यहाँदेखि बस्ती गराए त्यही बाँध काटे बाँधको छप्पर बनाए भैँसी पाले हाले बाँधको बाँध कटेर बाँसकै कटेराहरू बनाए आखिर यहाँ चाहिँ त्यही खर्से पानी निक्ले अब त्यहाँदेखि यहाँ बाछा पाले घिउ पाले भैँस पारे भनेको चाहिँ के अरे अब उनलाई सुविधा भयो हाम्रा एक सर दाजुभाइ दाजु चाहिँ अर्घा भाइ चाहिँ यहाँ बसेछन् त्यहाँबाट चाहिँ अब यहीँ चाहिँ किसानी भयो अब यति बस्यो गरे उनीहरूले हाम्रो शाखाले अब कालराजी उनले दिउँसो गर्छन् हाम्रा त होइन राति गर्छौँ यहाँको चाहिँ रातिको हुन्छ राति
अब त नभ्याएर रहेछ अब चाहिँ के अरे अब दिउँसो डिया बाछाको यिनी हरे गर्नु पर्यो भ्याएनन् राति हेर्नु थाल्यो उनले दिउँसो गरे काल राति हाम्रो तो रहेछ अष्टमी हामीले चाहिँ फेरि बिहानमा अष्टमी बिहान हुन्छ फुलचौकामा अनि जस्तो अब हामी त फेरि यसैमा पनि हामीले दारिमष्ट पूजा गर्नेछौँ उता दैलेख कुरातिरको कुरा पनि आछ होइन अब त्यो केही थाहा पाउनु भएको छ त्यो बारे मास पूजा गर्नु त हामीले गर्दैनौँ बारे मासको त पूजा हामीले खै गरिरहेन थाहा पाइन्छ त्यस्तै अब हामीले मालिका पूजा गर्छौँ त्यस्तै हामीले मालिका पूजा गरे जस्तो तपाईँको दारे किनकि हाम्रो वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमामा पूजा हुन्छ होइन हरेक 3 वर्ष 4 वर्षमा बलि हुन्छ 3 वर्ष क्रस भएर अर्को पैसाके पुण्य र 3 वर्षमा हामीले धार यता चाहिँ बाटुलो भनेर हुन्छ पुण्य भनेपछि हामीले धार दिन जान्छौँ नि दाइ हामीले धार दिने पुण्य हुनु मङ्सिरे पुण्य हामीले धार दिने यहाँबाट बिदा आउनु त हाम्रा बोली चढायो अर्का दिन हुन्छ धार दिएपछि चढाउनुहुन्छ यो पुण्यको दिन धार दिन्छौँ धारा मुखको भन्ने अब पाठो पाठी हामीले चाहिँ चढाउँछौँ अर्को दिन पाठो र पाठी पाठो एक ठाउँ चढाउँछौँ पाठी मालिका हाम्रो 3 वर्षमा एकचोटि 2टा चढ्छ के चढाउनु हुन्छ नि पाठा पाठी दुइटै पाठा हुन्छन् पाठा हुन्छ दुइटै पाठा हुन्छन् पाठा कस्तो चढाउनु हुन्छ नि सेतायो कि अब कालो नै हुन्छ एउटा त पुरै कालो हुन्छ एउटा चाहिँ हेलो हेलो एउटा चाहिँ जस्तो भए पनि खासै केही के गएर गरौँ नि यहाँ पहिले यहाँको कुरा सुनौ हाम्रो कुलका पुजारी यहाँ बसे भन्दा 1790 मा स्थापना भएको बल्ल र त्यहाँ विभिन्न कुराहरू चाहिँ अहिले पनि त्यहाँ उत्खननको समयमा इँटाबाट बनाएका इनारहरू पनि पत्ता लगाइएको छ र देख्न सकिन्छ त्यहाँ हजुर देख्न सकिन्छ देख्न पाइन्छ र कर्मश चल्दै आउँदाखेरि अब जनसङ्ख्या पनि वृद्धि भयो र धेरै चाहिँ उ हुँदाखेरि हामीले 2022 सालमा त्यहाँबाट चाहिँ कोट यहाँ स्थापना गऱ्यौँ त्यहाँबाट हामी यहाँ सर्यौँ 22 सालमा र 2022 सालमा सरिसकेपछि हामीले यहाँ किंवदन्ती त यहाँ धेरै छ हामीले कोट सार्दाखेरि धेरै हाम्रा पुर्खाहरू पनि डराउनु भयो केही हुने हो कि भनेर यहाँ राति चाहिँ बाघहरू आएर पनि यहाँ चाहिँ बसोबास भयो भन्ने कुराहरू छ यहाँ खन्दाखेरि चाहिँ देवहरू भेट्थे भन्ने कुरो पनि हामीले इतिहासमा पाउँछौँ र 2022 सालमा स्थापना भयो र 2022 सालमा स्थापना भइसकेपछि हामीले चाहिँ यो भट्टराईहरूलाई यहाँ पुजारीको रूपमा ल्यायौँ र यहाँ विशेष गरेर 4 जना के अरे उपास्यहरू 2 जना बाहुनहरू वेद चन्नी गर्ने बाहुन 2 जना पोखरेल र 4 जना चाहिँ उपास्यहरू गरेर हाम्रो औँसी नमीको दिनसम्म यहाँ चाहिँ बस्नुहुन्छ वेद चन्नी पाठहरू हुन्छ अनि त्यसपछि अष्टमी सप्तमीको दिन फुलपाती हुन्छ हामी यता बेलटारी भूमिमा गएर चाहिँ 2 जना उपास्यहरू गएर फुलपाती लिएर आउनुहुन्छ र हाम्रो यहाँ तलतिर एउटा फुलपाती भन्ने चौर छ त्यहाँ हामी सबै जम्मा भएर फुलपाती त्यहाँ पर्खेर एउटा फुलपातीको चाहिँ मेलो पाठो चाहिँ त्यहाँ दुर्गा देवीलाई चढाउँछौँ र कर्मश हामी यहाँ आएर यो कोटमा फुलपाती सप्तमीको दिन चाहिँ भित्र चाहिँ राख्छौँ र अष्टमीको दिन अष्टमीको दिन बिहान चाहिँ दुर्गाको पाठा पूजा हुन्छ र बेलुकी चाहिँ कालरात्रि हुन्छ कालरात्रिको विशेष महत्त्व छ हाम्रो चाहिँ जो चन्द्रमा आधा चाहिँ धुरीमा वा आधा बुन्ने र आधा चाहिँ माथि रहेको अवस्थामा हामीले चाहिँ हाम्रो साँचिल्ला भगवती देवी मालिका देवीलाई चाहिँ एउटा कालीपाठी ल्याएर चाहिँ मनाउँछौँ पाठी मनाइन्छ मनाइसकेपछि यहाँ चाहिँ कालरात्रिको पाठा पर्छ र अर्को दिन नवमीको दिन फेरि हाम्रो चाहिँ आफ्नो ऊ अनुसार जसले अब यहाँ चढाउनको लागि आफ्नो कबल अनुसार पन्चाउली चढाउने भन्ने पनि हुन्छ
कसैले चाहिँ अष्टमीकै दिन घरमा पूजा गर्नुहुन्छ, बिहानमा हाम्रो पूजा हुन्छ, दुर्गा पूजा हुन्छ, घरमा ठुला ओछ्यानमा विशेष गरेर ठुला ओछ्यानमा हामीले पाठा काट्ने चलन हुन्छ र त्यहाँ हामीले भुषाल व्यवहारको अरू मान्छेहरूलाई ठुला ओछ्यानमा प्रवेश गर्न दिन्नौँ। त्यहाँ हाम्रो औरी भण्डारहरू स्थापना गरिएको हुन्छ र नवमीको दिन अब आफ्नो चाहिँ ऊ अनुसार कसैले पञ्चावली यहाँ ल्याएर चढाउनुहुन्छ। पञ्चावली भनेको पाडा भयो, पाठा अनि कुबिन्ना, परेवा, पञ्चावली 5 चिजहरू हुन्छ र तिनी जो उपासकहरू यहाँ 4 जना बस्नुभएको हुन्छ उहाँहरूले कर्मशः पाले पालो चाहिँ यहाँ पशु बलि दिने चलन हुन्छ र हाम्रो जेठा छुट्टै यहाँको नियम छ। फेरि जेठराको भनेर हामीले यहाँ पुछरा र पट्टीलाई विशेष पहिलेदेखि जो स्थापना हुँदादेखि जो उहाँहरूलाई दिएका छौँ र कर्मशः त्यसरी चाहिँ हाम्रो बाँडफाँड भएको हुन्छ। त्यसरी यहाँ बलि दिने चलन हुन्छ र करिब करिब यहाँ बढीमा 100, 110सम्म पनि कहिले 110-20 सम्म पनि हुन्छ। पाडाहरू पाठाहरू पर्याहरूलाई हामीले चाहिँ उडाइदिन्छौँ देवीको नाममा। 7 फिट गराएको र यसरी त्यो जेठो राव कान्छो राव र यहाँ विभिन्न नियमहरू छ। यही प्रेमचन्द्रको के सन्तानलाई हाम्रा पुर्खाहरूले यहाँ धेरै कामहरूको बाँडफाँड गर्नुभएको छ। त्यो इतिहासलाई हामीले अहिले पनि कायम गरेका छौँ र त्यही बाँडफाँड अनुसार हामी यहाँ चाहिँ काम गर्छौँ र यसरी त्यसपछि अब दशमीको दिन त हजुरहरूले गरिहाल्नुहुन्छ। यसरी यहाँ भुषालहरू उहाँ बुवाले पनि पहिले भुषालहरू यसरी चाहिँ बाँस कटेर बाँझहरूको चाहिँ जङ्गल यहाँ र त्यो बाँसका सबै चाहिँ बाँझबाट बनाएर कटेराहरू बनाएर यसरी यहाँ बस्ती बसेको हुनाले बाँस कटेरीको नामकरण भयो र कर्मशः यहाँ करिब करिब हामी 500 जति घरधुरी भुषालहरू आउँला र कर्मशः अहिले चाहिँ धेरै हाम्रा भुषाल दाजुभाइहरू यहाँबाट चाहिँ बसाइसराई गरेर अब यता बुटोलतिर भयो, कपिलवस्तु, रूपन्देही अनि दाङतिर धेरै मात्रामा चाहिँ बसाइ सर्नु भएको छ र यहाँका अधिकांश भुषालहरू धेरै पढालेखामा यहाँ पढेर उडेर धेरै चाहिँ हाम्रो मन्त्रालयहरूतिर सचिवहरू, सहसचिवहरू, हाम्रो पहिलो चाहिँ सचिव भनेको हाम्रो युवराज भुषाल, उहाँ कविराम भुषालको चाहिँ सुपुत्र हुनुहुन्छ। कविराम भुषाल भनेको हाम्रो यहाँको चाहिँ प्रधान बन्छ। उहाँको बुवा चाहिँ मुख्य तिलाराम भुषाल, तिलाराम भुषालको छोरा कविराम भुषाल यहाँको प्रधान पञ्च हो। अनि त्यसपछि उहाँको छोरा युवराज भुषाल नेपाल सरकारको चाहिँ भुषालबाट हाम्रो यहाँको भुषालबाट पहिलो सचिव हुनुभयो र अहिले कर्मशः हाम्रा भाइबन्धुहरू दाजुहरू धेरै सहसचिव, उपसचिव हरेक उसमा चाहिँ लाइनमा हुनुहुन्छ। करिब करिब यहाँको चाहिँ भनौँ 70% 60% जति र धेरै नेपाल सरकारको चाहिँ लोकसेवाबाट जागिरमा हुनुहुन्छ र यसलाई अलिकति यो बाँसकटी हाम्रो अलिकति यतातिर यो पिछडिएको ठाउँ भए पनि शिक्षाको लागि एकदमै अगाडि गएको भन्ने रूपमा हाम्रो यो वार्ड चाहिँ चिनिन्छ बाँसकटी भनेर र यसरी हामी गरेका छौँ र अहिले कर्मशः बसाइसराईले गर्दाखेरि धेरै हाम्रा दाजुभाइहरू चाहिँ अब बसाइसराई गर्नुभएको छ र समग्रमा अरू यहाँ देवस्थलहरू धेरै हाम्रो मालिका प्रसिद्ध मालिका मन्दिर देवीको मन्दिर छ माथि धुरी मदाने, जो त्यही मदानेकै धुरी मदाने देवीकै उसबाट नामकरण भएर हाम्रो मदाने गाउँपालिकाको पनि नामकरण भएको छ त्यही देवीकै उसबाट। र अरू कुलका मन्दिरहरू छन्, तपाईँहरूले चाहिँ हेर्न पाउनुहुन्छ र यसरी तपाईँहरूले चाहिँ हाम्रो भुषाल आफ्नो दर दाजुभाइ जहाँ छरिएर बसे पनि समग्रमा हाम्रो दाजुभाइहरू धेरै भुषालको बस्ती भएको ठाउँहरूमा खोज्दै यहाँ चाहिँ यसरी सबै चाहिँ एकता भएर यसरी यहाँ भेट्न आउनुभयो। त्यसको लागि यहाँहरूलाई चाहिँ हृदयदेखि हाम्रो बाँसकटीवासीको तर्फबाट यहाँहरूलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौँ, खुसी व्यक्त गर्न चाहन्छौँ। अब हामीले हजुरहरूलाई यहाँ बसालेर हामीले हिजो अब उतातिर बस्नु हो, यहाँ अलि हामीले सुनेका थियौँ 2टा बसमा अलि बढी चाहिँ हुनुहुन्छ अरे भनेर अलि होटेलको पनि अलि व्यवस्था नभएको हुनाले पुर्कुर दहतिर बस्नुभयो र हाम्रो दर दाजुभाइलाई हामीले चाहिँ यहाँ अब रुख आँक्रो खुवाएर भए पनि बसाल्न पाएको भए पनि राम्रै हुन्थ्यो र यसरी चाहिँ दुःख गरेर भेट गर्न आउनुभयो। यहाँहरूलाई धेरै चाहिँ हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछौँ। हस्, धन्यवाद। धन्यवाद छ। यो भुषालको मात्रै हो। मालिकामा हाम्रो के हुन्छ त्यो भनिदिनुहोस्, त्यसको एकैछिन मैले भन्नु ल भुषालले स्थापना गर्यो, गरियो
चढाउने चाहिँ अब बिगो सबैहरूले दसैँको पूर्णिमाको दिन जस्तो यहाँ कोटमा पाठी मनाइन्छ अष्टमीका बेलुकी राति काल रातिका दिन त्यो पाठी पूर्णिमाका दिन पूजा हुन्छ पूर्णिमाका दिन पूजा भइसकेपछि अब त्यहाँ तिथि गुरु माग्ने मान्छे थुप्रै हुन्छन् एकै दिन तिथि बाँडेर भ्याइन्छन् अनि प्रत्येक दिन एकादशी औँसी छोडेर अरू दिनमा चाहिँ प्रत्येक दिन लगातार त्यहाँ पाठी जान्छ अनि पूजा हुन्छ अनि पुष मसान्तको दिन ढोका लाउने भन्ने चलन हुन्छ त्यहाँको भेटीघाटी त प्रत्येक दिन घरमा ल्याएर पुजारीले राख्छ त्यहाँ एउटा कापी हुन्छ कापीमा लेखेर ढोका लाउँदाका दिन त्यहाँको सरसामान अब सम्हालेर ल्याउने कोही अब कहाँ राख्ने भनेपछि दसैँदेखि पुष मसान्तसम्म हरेक दिन पाठी काटिन्छ प्रत्येक दिन काटिन्छन् बलि प्रत्येक दिन काटेर पनि अझ नभ्याएर बाँकी रहन्छन् पाठी ओहो त्यो अर्को सालको लागि फेरि त्यसलाई होइन चैते दसैँमा पनि हुन्छ त्यो कि फेरि चैते दसैँको पनि पूर्णिमाका दिन यहाँ मनाएको पाठी पूर्णिमा काटिन्छ फेरि साउन मसान्तसम्म असार मसान्तसम्म काटिन्छ असार मसान्तसम्म त्यो पाठी पूर्णिमाका दिन लगाइसकेपछि हाम्रो 3 महिनाको लागि 3 महिना खुल्दैछ त्यहाँदेखि अब यो पर्खे दसैँमा फेरि जोइ जहाँ पनि पाठी कटाइन्छ ठुलो शक्ति औँसी एकादशी हुन्न औँसी एकादशी छोडेर प्रत्येक दिनका पाठी कटाइन्छ दुईटा काट्न मिलेर यसो काट्छ ए दुईटा काट्न मिलेन एक दिनमा एउटा मात्रै त्यो कारण औँसी एकादशी बारे अर्को सिजनमा असारसम्म चल्छ त्यसलाई फेरि त्यो बचाएर अर्को सिजनमा दिनमा एउटा भन्दा बढी काट्ने दिनमा एउटा भन्दा काटेन भने त्यो त क्युमा बसाल्छ पनि पालाले जाहिर खाएको मान्छेले प्रत्येकले त्यहाँ पाठी दिन्छन् कि त्यहाँ भुसालले मात्र दिने हो कि अरू मान्छेले दिने सबैले दिने हो जो आएर दिने पायो यो ठाउँको मान्छे जाहिर खायो बिहान पूजा गरिन्छ अहिले पनि गरिरहेको अवस्था होला यहाँ तपाईँले कालरात्रि गर्नुहुन्छ अनि घरमा के गर्नुहुन्छ घरमा बिहानै गर्नुहुन्छ कि के गर्नुहुन्छ घरमा बिहान एउटा सवाल यो रह्यो होइन र अर्को कुरो जस्तो हाम्रो यो कालिका भगवती हाम्रो कुलायनको भयो त्यहाँ मदानी मालिका भयो अनि सुपा देउराली अनि त्यसपछि हाम्रो जुन छ नि सुपा पनि मालिका होइन र के हो सुपा देउरालीसँग हाम्रो कुल मन्दिरसँग के सम्बन्ध छ कि छैन एउटा कुरा होइन किनभने त्यहाँ पनि पहिलेदेखिको प्रचलन भनेको भाकल गर्ने र काली पाठी नै चढाउने हो अहिले चाहिँ त्यसलाई परिमार्जन गरेर बोका पनि चढाउने चलन गराएका छन् होइन जहाँ जति पनि ठाउँमा भाकल गरिन्थ्यो त्यो ठाउँमा प्राय गरी काली पाठी नै बलि दिने भन्ने चाहिँ एउटा भाकलको स्वरूपमा हुन्थ्यो भनेपछि अब हाम्रो चाहिँ जति पनि हाम्रो भुसालहरूसँग सम्बन्धित भएका भगवती मन्दिरहरू छन् कालिका भगवती मन्दिर मालिका भगवती मन्दिर अथवा अन्य भगवती मन्दिर केही सम्बन्ध छ कि हाम्रो यो कालिका भगवती मन्दिर मात्रै हो यो तपाईँलाई जानकारी छ त्यो पनि हामी सोध्न चाह्यौँ किनभने योभन्दा अगाडि आउँदाखेरि हामी करिब 3 वर्ष पहिले आएको थियौँ नि 3 वर्ष पहिले आउँदाखेरि होइन हाम्रो त्यहाँ बुझाइएको के 3 महिनामध्ये अर्का भगवती जेठी होइन अनि त्यो बिचको चाहिँ माइली र त्यो सुपालाई चाहिँ कान्छी भनेर चाहिँ उहाँले बुझाउनु भएको थियो हामी भ्रममा छ भने त्यो पनि चिर्नुपर्छ हामीले त सत्य तथ्य कुराहरू लगाएर त्यहाँ सुनाउनु पर्छ नि त हामी प्रतिनिधि पात्र आएका छौँ सबै त आएका छैनौँ दाङमा त लाखौँ छौँ हामी होइन त्यो भएको हुनाले त्यो कुरा पनि हामीले जान्न चाह्यौँ र अब यसै कुरामा अझै 2-4 कुरा चाहिँ के छ भने हाम्रो भुसाल सम्पर्क समाज दाङको अध्यक्ष आफै आउनु भएको निमानन्द बाबाट पनि केही 2-4 कुरा जाओस् त्यसपछि हामी चाहिँ अगाडि बढाउन हामी सबै बोल्यौँ भने हाम्रो प्रश्न एकमुष्ट सवाल जवाफ दिनै सजिलो हुन्छ नि त मैले अरू त यो अब त्यहाँबाट किन यहाँ ल्याइयो त्यो कुरा अहिले साङ्ग्रो भयो अथवा मस्ती शरीर भन्ने कुरो आयो त्यो ऐतिहासिक त रहेछ कि ऐतिहासिक त रहेछ त्यहाँ अब मैले यहाँहरूलाई के गराएँ भने हामी यसरी आयौँ र हजुर यसरी जोडिदिएर धेरै कुराहरू जानकारी त पायौँ मैले अहिले मलाई सानो मात्रै मैले के कुरा गर्न चाहेँ त्यहाँको मूर्ति छ कि छैन हाम्रो त्यहाँ मदानी छ कस्तो छ अब बाघको जस्तो आकार भएको छ देवी कति हात भाग कति हात होइन त्यति ठुलो छैन
सानी भाइ हातहरू कतिवटा भएको भनेको त्यो देवीका हात कति छन् भन्नु खोजे त्यसै त्यो कुन कुन देवी हो थाहा हुन्छ त्यो थाहा हुन्छ गोन्य छैन ल ठिक छ अनि अरू अरू भन्नु ल ल ठिक छ होइन के भने कि 4 हात कि 8 हात त्यहाँ अझ पनि कोही हुन्छ नि फोन सम्पर्कबाट बुझ्न सकियो भन्ने हुन्छ कि सोध्न मिल्छ भने पूजा गर्न गयो होला नि अरू भन्दै गर्नु उहाँले सोध्दै गर्नुहुन्छ यो त हामीले भुषालहरूले हाम्रो आफूलाई स्थापना गऱ्यौँ होइन उहाँले गन्नु रहेछ चावडा रहेछ गरौँ त हामी हामी स्थापना गरेको त भुषालहरूले हाम्रै अगुवाईमा भयो हामीले पहिला त हामीले यहीँ पुजारी होला अष्टमी कालरात्रि नै यहीँ गऱ्यौँ होला हामीले होइन काल राति त पहिले सुरुमा अनि त्यसपछि हामीले यो सार्वजनिक किन गऱ्यौँ बिहानमा बिहान नै होइन सम्पूर्णले सबैले आएर बलि किन चढाउनु सबैलाई प्रवेश गर्न दियो भुसालमा त खास त्यो कुरा हो कि हामीले यो त भुसालको मात्रै कुल मन्दिर हो अरू किन प्रवेश गर्यो भन्ने खोज्या होइन यसो कुल र उसमा फरक छ भुसाल यस्तो सबभन्दा कुरो के भन्नुहुन्छ भने कुल मात्रै हो आफूले पुज्ने निजी भनेको जसको पनि कुल हो जुन थरको भने अथवा बाहुन क्षेत्री मगरहरू सबैको आफ्नो आफ्नो कुल हुन्छ यिनी भगवती भनेको त सबै संसारका त्यसो भए हाम्रो कुल मन्दिर कहाँ छ कुल मन्दिर त सिरा भन्ने 3 नम्बर वार्डमा त्यहाँ त हाम्रा केही गल्ती गरेको भुसाललाई नि हामीले जान दिन्नौँ भुसालबाट कुनै गल्ती गरे हुन्छ नि त्यस्तो भुसालबाट त्यहाँ प्रवेश त्यो चाहिँ हामीले कहिले पूजा गर्छौँ त्यो चाहिँ पूजा कहिले हुन्छ त्यहाँ त डेली हुन्छ उहाँ कुलका पुजारी आउनु आउँछ नि यहाँ खै हाम्रो कुल मन्दिरको पुजारी हो त्यसको पुजारी चाहिँ ल यहाँ आउनु यहाँ जस्तो यो हाम्रो देवीको मन्दिर बेलुका हाम्रो खास स्पेशल कुल मन्दिर उहाँ अरू जान भुसाल बाहेक मिल्दैन हो त्यही भन्नु पहिले अहिले किसिमको जोडिहाल्यो अर्को यो भन्दा पहिले कोत त त्यहाँ यहाँ सारियो नि त्यहाँ पनि पहिले सबैले पूजा गर्न दिन्थ्यो कोटै रहेछ कोट यो कोट हो भुसाल मन्दिर होइन यसरी क्लियर हुनु पर्यो अगुवाई भुसालले गरेर ल्याइयो यहाँ हो अनि अर्को पनि कुरा जस्तो चण्डी पाठ गर्ने बेलामा भट्टाएर पोखरेर ल्याइन्छ उपासको बस्छ यहाँ 4 जना बस्छ भुसाले चाहिँ पराकोट छँदाखेरि झाँक्री खड्का कोर बिष्ट त्यहाँ बसे यहाँ नि यहाँ फोरेर ल्याइसकेपछि भुसालबाट अरूको जाति उपासक चाहिँ भुसाल बस्छन् पण्डित चाहिँ भट्टाएर पोखरेल हुने भए यहाँ चाहिँ के छ भने अरूको जाति त छैन भुसाल 90% छ त्यो कारणले गर्दाखेरि यहाँ भुसाल मात्रै पस्छौँ भुसालबाट गरेका खत्रीहरूलाई काट्न लाग्नु हो प्योर भुसालले काट्दैनौँ क्षेत्री हुन्छन् नि हो उहाँहरूले उहाँहरूलाई दिएको काट्नलाई उहाँहरूलाई दिएको हामीले नकाटौँ भुसालले नकाट्ने माछा काट्नलाई कहिले पस्छ अथवा खटाइएको भनौँ न उहाँले खटाइएको छ यहाँ उही कुँवरको सट्टामा एउटा हुन्छ जेठो राँगा काट्ने बिष्टको एउटा हुन्छ खड्काको एउटा हुन्छ तेरो झाँक्रीको एउटा हुन्छ 7वटा पुजारीहरू मारकाट काट्न पस्नुहुन्छ एउटा वेद पढ्ने एउटा हुनुहुन्छ वेदा उहाँले चाहिँ काटमाड गर्ने कुरा भएन भट्टाईहरूले चण्डी पढ्नुहुन्छ पोखरेलहरूले वेद पढ्नुहुन्छ 6 जना यहाँ बस्नुहुन्छ यो सबैको साझा जस्तै हो हजुर स्पष्ट हुनुभयो हाम्रो कुल भनेको कुलको अब बरु कुलको बारेमा अलिकति बताइदिनुहोस् त त्यहाँ के कस्तो छ मान्छे हामी भुसालका त्यहाँ जानु पाइन्न कोही गरे हुन्छ नि मैले भने नि तिनी वञ्चित छन् ल अब कुलको बारेमा कुलको चाहियो सबै कुरा नमस्कार पहिलेबाट सुरु भएको हाम्रो बाजेहरूको भन्नुहुन्थ्यो नि साधु खान यस्तो यस्तो भएको भन्ने त्यो सबै इतिहास भन्नु नमस्कार म बेदुलाल भुसाल अब बाँचकेटीमा चाहिँ वार्ड नम्बर 5 साबिक 5 को भुसाल म बेदुलाल भुसाल हाम्रो कुलको थानको थापना भएको त अब हामीलाई इतिहास सबै कुरो अब थाहा छैन हाम्रा हजुरबा मकुन्द भुसालले गर्नुभएको त्यसपछि सुरमणिले गर्नु हो त्यसपछि म बेदुलाल हो हामी तीन पुस्तासम्म म पुजारी गर्दै आएको छौँ त्यहाँ हाम्रो सुरुवात के हुन्छ भने अब वैशाखको चाहिँ 4-5 गते एउटा त्यहाँ ढोका खोल्ने चलन हुन्छ त्यसपछि वैशाख जेठ असार 3टा महिना पूजा गर्छौँ असारको मसान्तका दिन चाहिँ हामीले ढोका लाउने चलन हुन्छ असार मसान्तबाट त्यहाँ बन्द भयो त्यसपछि साउन भदौ असौज कार्तिक अब मङ्सिरमा चाहिँ हामीले फेरि पूजा गर्न सुरु गर्छौँ पहिले देउली गर्ने चलन थियो भन्ने कुरा त्यसपछि जोड्यो त्यो देउली कहिले हुन्छ पहिले होइन बुवालाई थाहा छ सुरुवात भन्नु होला है त्यसपछि हामीले त्यहाँ
मङ्सिरबाट चाहिँ ल्याएर तपाईँ त्यो होइन पुससम्म गर्छौँ। तपाईँ यहाँनिर अब पुसबाट फेरि बन्द हुन्छ हाम्रो। त्यो भएर ती 3 वर्षमा हामीले फेरि द्याउली वर्ष गर्ने भन्ने बाटुलो भन्ने भन्छौँ हामीले। 3 वर्ष अहिलेको मङ्सिरमा चाहिँ बाटुलो गऱ्यौँ भने अर्को मङ्सिर छोड्छौँ, अर्को मङ्सिरमा फेरि बाटुलो गर्ने चलन छ हाम्रो। सबै दाजुभाइ सब भुसाल जति दाजुभाइ त्यहाँ जोड्छौँ। बाटुलो भने बाटुलो देउली गर्ने एउटा भएर सबै दाजुभाइ जान्छौँ त्यहाँ भुसालभरि। हाम्रो यहाँ भुसाल यहाँ खास कुल पूजा भनेको त्यो हो। तर त्यहाँ हाम्रो भुसाल बन्धु भन्दा बाहिरी गएर त्यहाँ खाना त्यहाँको प्रसाद खाना उठ्न कसैले पाउन्न। महिलाहरूलाई पनि वञ्चित। त्यसमा भुसाल दाजुभाइ माथि र कोही जस्तो हाम्रोमा एउटा काटेको पाठो चाहिँ त्यहाँको पुरुषले मात्रै खान्छन्, महिलालाई खान दिन्न। तपाईँको बाटुलो रहेछ त्यो पुरुषले माथि खाने र त्यहाँ बाहिर हाम्रो जस्तो दाजुभाइकी छोरी जो बिहा गरेको छ त्यस्ता मान्छेलाई पनि हामीले चाहिँ त्यसलाई वञ्चित गराएका छौँ। त्यहाँ जान पाउन्न, पाठी दिन त पायो त्यसले, तर हामी आफै जाने आफै मनाएर लैदिएर पूजा गरिदिने। हामी स्वच्छ भुसालले माथि गएर पूजा गरिदिने, त्यहाँ त्यो प्रसाद खाने। त्यो चाहिँ दाजुभाइमा त्यस्तो चाहिँ खोतुकी बनेको भुसाललाई त्यसलाई पनि हामीले वञ्चित गराएको छौँ, त्यहाँ प्रवेश गराउन दिन्नौँ। त्यो खोतुकी त्यस्तै गराउँदै गर्दै आइरहेका छौँ। अब हाम्रो 5 महिना हाम्रो त्यहाँ चाहिँ 5 महिना चल्छ वर्षमा 5 महिना। 5 महिना भनेपछि रेगुलर किसिमले चल्ने। दिनमा एउटा सेतो पाठो काटिन्छ, मालिकामा एउटा काली पाठी काटिन्छ, अब कुल झाँक्रीमा एउटा काटिन्छ, औँसी एकादशी अष्टमी 3टा तिथि हामीले चाहिँ मासु हामीले पनि भुसालहरूले पनि खाँदैनौँ, त्यहाँ भोग पनि दिँदैनौँ। औँसी एकादशी अष्टमी मालिकालाई चल्छ, अष्टमी मालिका मात्रै चल्छ, कुल र कुल झाँक्री चल्दैन। यहाँ चाहिँ हाम्रो चाहिँ अब सुरुदेखि हामी घटस्थापनाकादेखि दिनदेखि 9 दिनसम्म रेगुलर रूपमा पूजापाठ हुने। अब चाहिँ यहाँ लास्टमा नवमीका दिन अष्टमीका दिन कालरात्रि गर्छौँ हामीले। बिहान दुर्गा थाप्छौँ, साँझ कालरात्रि गर्छौँ। कालरात्रि गरेपछि नवमीका बिहान चाहिँ जेठो राव र कान्छो राव भन्ने भगवतीको तर्फबाट हामीले मेढाहरू किने। अब भनौँ न हाम्रो आफ्नो पुर्खा भन्ने त हाम्रो जानुपर्ने हुन्छ विश्वामित्रमा होइन। विश्वामित्र कसका छोरा थिए त्यो आफ्नो ठाउँमा रह्यो। विश्वामित्रबाट हामीले जो गायत्री मन्त्र जप्छौँ, त्यहाँदेखि अब यतातिरका मधुछन्द धनञ्जय विश्वामित्र हामी त्रिप्रहर भयौँ, 3 प्रहर भयौँ। अब तिनीहरू आफ्नो ठाउँमा राखेर तिनी हाम्रा पितृहरू भए। त्यसपछि अब पितृहरू थुप्रै हुँदै 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 अहिलेसम्म आयौँ होइन। अहिलेसम्म अब जुम्लाबाट अब त्यो भुसा गाउँबाट आएको पनि लगभग दुल्लुबाट भुसा गाउँबाट आएको पनि लगभग 1370मा को इतिहास छ भनेपछि त्योभन्दा पहिले हो त्यो भुसा गाउँमा बसेका पनि होइन। तिनी पनि पितृ भाइ। यिनी पितृहरूलाई एकमुष्ट लगाएर पूजा गर्ने कि हाम्रो त्यो यो सृष्टिको क्रममा पहिले सृष्टि भएको के अरे महालक्ष्मीबाट उहाँले सृष्टि गर्नु आफ्नो तर्फबाट महासरस्वती अनि महाकाली। तिमीहरूले एउटा 2टा सन्तान जन्मायो भनिसकेपछि महासरस्वतीले 2टा, महाकालीले 2टा, आफ्नो तर्फबाट 2टा सन्तान जन्माइसकेपछि त्यसपछि सृष्टि रचना भयो भन्ने छ होइन। एक आपसमा विवाह छ, विष्णुसँग लक्ष्मीको, लक्ष्मीको उसँग, शिवको पार्वतीसँग विवाह आदि इत्यादि यसरी विवाहहरू छन्। विवाह गरिसकेपछि यो सृष्टि रचना भयो भने पहिलो कुल भनेको काली के अरे महालक्ष्मी हुन्, महासरस्वती हुन्, महाकाली महालक्ष्मी महासरस्वती हुन् भन्ने कुरो यो देखाउँछ। र अर्का पनि त्यो 3टै मूर्ति राखेको छ होइन। त्यो देवी स्वरूप हुन्, महाकाली देवी स्वरूप हुन् होइन। त्यस किसिमले कुल कोहीले हामीले त्यसलाई मानेर आइरहेछौँ भनेपछि हाम्रो कुलमा अलिकति फरक पऱ्यो कि परेन। हजुरले 1 मिनट सोभाराम पाउनु। यो जस्तै महाकाली महालक्ष्मी महासरस्वती यिनी चाहिँ हामी कुल तर्फबाट होइन, यिनी देवीको स्वरूप। कुल तर्फबाट चाहिँ जस्तै अहिले हामीले भन्यौँ पितृहरू कार्यमा हाम्रो कुलको पूजा गर्ने कारण हाम्रो पुर्खाको कारण पितृहरूको कारणलाई कुल पूजा गरिन्छ। त्यसलाई चाहिँ खोजेको हो खासमा। पितृ हामीले पूजा के गर्छौँ भने जस्तो बाँसकाटीको पहिलो एकजना पूजा आयो, उनको नाम नरसिंह जोशी हो। पुस्तकमा छ नरसिंह छ नि त्यहाँ। नरसिंह जोशीको हो।
उहाँले सातु होइन छ त्यो पुर्कोटेको टप नाममा नर्सिङ छ कि नरसिंह जोशी सातु खाँदाखेरि गलो लाएर खेतमा जानुभयो सातु खाँदाखेरि गलो लाएर गल लाएर त्यो पहिले देउली थुप्रै हुन्थ्यो अरे भुसालहरूको हजारौँ पाठाहरू काटिने त्यहाँ उफ्रिने अब घन्टा छोपेर उफ्रिने त्यसपछि उहाँहरूले सातु चढाउने पुण्नुहुन्छ एउटा हाम्रो चाहिँ चैतमा पर्छ वैशाखा त्यो पूर्णिमामा देउली गर्दा गर्दै चाहिँ बौ लाउने धतु लाउने अनेक किसिम हुने कोही रुखाउनु जाने फङ्गालेर कोही उड्ने कोही के गर्ने भयो लास्टमा चाहिँ समाधान गर्न सकेनन् एकजना चाहिँ यता पर्वतबाट चाहिँ धामी ल्याएर तिनी धामी ल्याएर अब तपाईँहरूले चाहिँ यो ऊ गर्न समाधान गर्न सक्नुहुएन अब यो चाहिँ प्रक्रिया देउली गर्ने एकैचोटि महिलाहरूले पनि खान्थ्यो अरे नखाने अब पुरुषले मात्रै खाने उहाँहरू पुत्र के अरे पितृहरूलाई तपाईँहरूले यसरी शान्त गर्नुहोस् भनेर लास्टमा चाहिँ त्यो धामी गर्न छोडेर वर्षमा हामीले चाहिँ त्योली वर्षमा 3 वर्षमा बाटुलो भन्ने सारा भुसालको सामूहिक त्यही मन्दिरको पैसाबाट त्यहाँ जाने त्यहाँ 100औं भुसालहरू गएर चाहिँ कुरो त्यो हो हेर्नु सातु चढाउनुहुन्छ जस्तै महाकाली महालक्ष्मी महासरस्वती पूर्णिमामा सातु चढाउने पूर्णिमा हुन्छ जो पाके भने त्यहाँ अब पछि नचलन नगरेर उहाँलाई चाहिँ चढाएर त्यो नयाँ हामीले चाहिँ त्यो सातु चढाएर नयाँ सातु जौको बल्ल हामीले खाने अलिकति हाम्रो त्यो उहाँको पुरापुरी आएन सँगै मेल खाएन दुईटाको दुईतिर गयो अन्नबाली सम्बन्धी गयो त्यो होइन दुईटा चिज दुईतिर बाँडियो क्या अहिले मेसाको सिस्टममा भएन भनाइ जम्मैले हो त्यो कुरो त्यो भयो क्या बाबुबाजेले सुनेको कुरो गर्नु हाम्रा पुर्खा अर्घादेखि हुँदै यहाँ तल यो बाँस कट्टा भन्ने ठाउँमा बस्नु हो त्यसपछि खेत भयो अहिले हामीले जहाँ सिरा भन्ने ठाउँमा पूजा गर्छौँ त्यहाँ खेतमा गइसकेपछि गर्दा गर्दै उहाँले चाहिँ साधु खाना अर्सुल दिएर उहाँ बित्नु हो अब कुन आत्मामा पर्यो अब त्यसबाट उहाँ चाहिँ अलि सताउन लाग्नु हो सबैले अब पूजा गर्नुपर्छ भन्नेतिर गइएछ जानुभएछ पुर्खाहरू भन्ने त त्यो थाहा पाउने कुरो होइन अनि त्यसपछि त्यो साधु चढाउने भन्ने क्रम पनि त्यहीँबाट रह्यो अनि देउली गर्ने क्रम रह्यो त्यसमा देउली गर्दा गर्दै महिलाहरूले अब छातछुट पार्नुभयो होला कुन ठिक्काले गएर पार्नुभयो त्यो त्यहाँबाट चाहिँ सबै बोलाए भन्ने छ है अनि त्यसपछि ती उहाँ आएर चाहिँ सम्झाउनु लाइनमा आयो यसरी गरेर यसरी पूजा गर्नु एक्लै एक्लै जानुहोस् भुसाल छोरो मान्छे मात्रै जानुहोस् अनि एक दिन चोखो गर्नुहोस् आफै पकाएर खानुहोस् अनि गएर यसरी पूजा गर्नुहोस् भनिसकेपछि हामीले कुल मानेर कुलायन मानेर फुलचौका गर्छौँ कुल मानेर चाहिँ उहाँ पूजा गर्ने गराइदिनु भएछ त्यसो गर्दाखेरि चौका मान्नेलाई नि उहाँले नै हो होइन कुलायन चाहिँ हाम्रो उतै अर्कातिरैबाट उहाँ बाजेहरूले पुज्दै ल्याउनु भएको उहाँहरूलाई कुलायन र कुल फरक भयो हामीले पुग्ने कुलायन कुलायन एउटै हुनुहुन्छ अनि त्यसपछि हाम्रा बाजे त्यहाँ त्यस्तो भएको कारणले हामीले कुल भनेर हामीले सबै एकै ठाउँ गरेका छन् त्यहाँ सबैले एकै ठाउँ चित्त पूजा छौँ यहाँले प्रत्येक मन्दिर बनाएर सिस्टम अनुसार गर्नुभएको छ त्यसैमा पनि के भइदियो भनेपछि त्यहाँ त्यो बौलान कारण पनि त्यहाँ अलिक एकदम तगडा चाहिँ झाँक्री छन् त्यो झाँक्रीको समाखान गर्दैनन् पहिले गरेनन् त्यो बौलानीको क्रममा हो यो अनि त्यहाँ के भयो भने मुनतिर झाँक्रीलाई पनि सेतो पाठो दिने एउटा कुखुरो दिने अनि माथितिर कुललाई चाहिँ एउटा सेतो पाठो दिने दुधको धार दिने मुनतिर र माथितिर पूजा गर्ने मुनतिर अलि तलतिर एउटा मन्दिर छ अलि माथितिर एउटा मन्दिर छ अनि हाम्रो त्यो कुल मन्दिरमा रागा अरु चढ्ने हुँदैन भुसालहरुको विशुद्ध छ नि शुद्ध पाठा हैन एकदम अरु हैन काला राता हैन एकदम निर्भोग छ थर कोही जानै पाउँदैन
त्यसो हुँदाखेरि गल्ती गरे मान्छे जान पाइन्छ कुलायनको लागि काला हो कुलायनको लागि काला कुलको लागि यो फरक भयो ठ्याक्कै दुईटा हो त्यसो भने चाहिँ हाम्रो कुलको लागि सेतो धजा मात्रै जाने भयो त्यसमा सेतो धजा मात्रै गयो रातो गएन होइन क्लियर म भएँ अझ नमिठो कुरा म गरौँ है त गाह्रो नमान्नु यो कस्तो रह्यो भने यहाँ हामीले हाम्रो डाक्टर साहब हुनुहुन्छ उहाँको यो लोगो हामीले उहाँकै हो सौजन्य उहाँकै हो डाक्टर हुनुहुन्छ उहाँकै के अरे सौजन्यताबाट हामीले यो लगाइरहेछौँ अब उहाँहरू पनि त्यही गर्नुहुन्छ मिल्यो भन्ने यहाँ कराइरहनु भएको छ तर मलाई कस्तो लाग्यो भने हामीले यस्तो पूजा नि गरे पूजा हो गरे पूजा हो तल हामी त्यसलाई बाई पूजा भन्छौँ कि हो एकदम फेरि मेरो मिल्यो त्यसलाई हामीले बाई पूजा भन्छौँ त्यो खान सक्ने खाने नखाने सक्ने त्यहीँ गाडेर सुन्नुहोस् त त्यो फरक भयो म फेरि भन्छु यहाँ 3 पिढीमा पुजेर हुनुहुन्छ म पनि 30 पिढीमा उहीँको पुजेर हुँ हामी दुईटा छौँ अहिले 10औं पिढीमा आउँदैछ त्यो 10औं पिढीका पुजेर अघिका हुनुहुन्छ त्यसमा धामी हुनुहुन्छ हुनुहुन्न हामी हुनुहुन्छ अनि उहाँ अहिले त्यस बेलाको जुन पुजारी पितृ म ब्रह्मलीन भएँ अथवा म स्वर्ग गएँ भन्ने केही त्यस्तो हामीले भन्छ भन्दैन मन्दिरबाट धामी उत्रेर धामी हुनुहुन्छ ए आज मण्डली भएर बसिहाल्छ मण्डली भएर बसिहाल्छ बुद्धिराम हुनुहुन्छ उहाँको चाहिँ के अरे धामी जो उत्रिन्थ्यो यहाँ तलतिर माथिरका हुनुहुन्थ्यो साइलो माथिरै हो यो बखानहरू त सबै हाम्रो कुरो मिल्यो पूर्णिमामा कति उपस्थित हुन्छौँ एक पिस भए पनि हैन हामीले थोरै चाहिँ त्यो के गर्न भने त्यहाँबाट त्यो प्रसाद लगेर घरमा चाहिँ भएका मासुहरूलाई पनि शुद्ध होस् र प्रसाद पनि घर लाने होस् भनेर एक पिस दुई पिस जति हुन्छ कति ठुलो छ त्यसको आधार अनि अरू बाँकी सबै त्यही काटेर त्यहाँ जतिजना गएको छौँ पहिले प्रसाद खान्छौँ पूजा सकिसकेपछि त्यसपछि हामीले त्यो चाहिँ के अरे प्रसाद भनेको त्यो भुटेको प्रसाद त्यसपछि बल्ल हामी फेरि के गर्छौँ त्यो बोकाको तयारी गर्छौँ र त्यो काटिसकेपछि त्यसलाई पकाउँछौँ अनि सबैले त्यही खाना खान्छौँ सबै ल रेडी टोक्निक चटनी गरायो भने यार यहाँबाट एकचोटि चिप्लिनुपर्छ योबाट चिप्लिनुपर्छ साँच्चै अनि उसको हड्डी खोर मात्रै भेटिन्छ नि अरू केही भेटिन्न मासुभरि सब गिद्दाले लुचिसक्छ तल पुग्दासम्म यस्तो ठाउँ छ यो ल ल टिकटक बनाऊ भनेको हरि अङ्कलले म सक्दैन बरु म टिकटकै बनाउन भनेर हिँड्नु भयो कति ढिलो गरे यो कोतको बलि दिइसकेपछि बनाइएको स्लाइड हो पाडापाठा यो 16औं शताब्दीदेखि सुरु भएको यो गुल्मेली राजाको कोतमा आइपुगेका छौँ हामी अहिले मर्मत समार तथा जीर्णोद्धार कार्यक्रम भइरहेको रहेछ देवीको
मन्दिर हाम्रो यो भयो। यहाँनिर भ्यालपोखरी गुल्मी होइन, मदाने गाउँपालिका भ्यालपोखरी गुल्मी। यहाँनिर यो ध्वजाहरू भित्र राखिएको छ, त्रिशुलहरू। हामी गुल्मीको यात्रामा छौँ अहिले। गुल्मीको यो ठाउँबाट देखिने यो मनमोहक दृश्य, हुन त हाम्रो नेपाल सरकारलाई यी ठाउँमा यो संरचनाहरू, यी चिजहरू बनाउन अत्याधिक गाह्रो चिज हो। यो अति नै यो कोतमा चाहिँ आइपुगेका छौँ। भुसालको कोत त्यो यो डाँडामा, ठ्याक्कै यो डाँडामा छ। यहाँदेखि हामी हिँड्दै हिँड्दै यहाँसम्म आइपुगेका छौँ अहिले। भुसाल मात्रै नभनौँ, त्यो ठाउँमा अरू जातिहरूले पनि रहेछ। पहिला चाहिँ यही नै बलि चलाउने प्रचलन चल्यो। बन्द भयो छैन। यो कोत, यो स्थान पुरातात्विक महत्त्वको स्थान हो। 16औं शताब्दीदेखि यसलाई चाहिँ अस्तित्वमा ल्याइएको कहानी किम्वदन्तीहरू छ। सायद यो वालहरू यो राजाको हात हतियार राख्ने ठाउँ। यहीँबाट गुल्मेली राजाले आफ्ना दुश्मनहरूलाई, अब यस्तो ठाउँ छ यी, यहीँबाट कोही आयो भयो भने त्यहाँनिर हामीले पर्खालहरू देख्छौँ। त्यो स्थानमा हो। यहाँनिर हामीले पर्खालहरू देख्यौँ। यो पर्खालहरू छ। ओ यो एरियादेखि लिएर होइन, यस्तो रमणीय स्थानमा हाम्रो कोतको, हुन त अहिले यहाँ कोतका कुनै पनि अवशेषहरू अरू त देखिएका छैनन्। मन्दिर जीर्णोद्धार कार्यक्रम भइरहेको छ। यो ऐतिहासिक खड्ग भगवतीको मन्दिर हो। खड्ग भगवती जहाँ पहिलाको कोत पनि हो। यो राजाले चाहिँ 16औं शताब्दीदेखि गुल्मेली राजाले बनाइएको यो पौराणिक ऐतिहासिक मन्दिर हो। यहाँनिर बलि चढाइसकेका चिजहरू यहाँबाट तल खसाइदिने अनि मात्रै हेक सिक्यासी पाल्थो।